मम्मी हजुर सरप्राइज को यो बुड्की हेट मम्मी बुझ्नु साथी हो साथी बुझ्नु न गफ गर्नु ल्याएको यहाँ हुँदा बस्नु A few moments later. ए हो अन्त नि आन्टी साँच्ची नि प्रवीण चाहिँ सानोमा कस्तो थियो चाउ छ्या तिमी चाहिँ चुप लागि बस्दै म तपाईँलाई सोधेको छुइनँ होइन भन्नु न कस्तो थियो प्रवीण सानोमा बाँदर न बाँदर थियो लुगाहरू पनि च्यातचुत पार्ने नयाँ लुगा एक दिन पनि लाउनु नहुने हो च्यातचुत पारिदिने कन्तुरहरू फुटाएर गिलास फुटाएर सबै जरामा राख्छ। मम्मीले जे पाए त्यही भन्छौ हो र अन्त म चकचके घिच्वा न घिच्वा थियो भाइहरूलाई खाजाहरू केही राखिदियो भने सबै आफै खाने अन्त कि बहिनी एउटा कुरा यसले नि सानोको बानी अहिलेसम्म छोडेको छैन पै अम्बो हो र सानोको बानी के चाहिँ अर्को चाहिँ मम्मी भयो बित्था बोल्छौ यसले नि अहिलेसम्म ओछ्यान मुत्छ आज त मैले यसले मुतेको क्या त धोन्द्रो पारिरहेछ तोसकहरू सुकाइरहेको छु त्यो मुतेर नि सबै तोसक बिगारेर रुममा पस्नै हुँदैन मुत कडा न कडा गनाउँछ हो एक दिन त यसको साथीकोमा सुत्नु गएको थिएँ कि बिहानै मुती राखेर भागेर आएछ अन्त त अघि के चाहिँ गनाउँदैछ भन्छु नि पक्का यसको मुथै गनाएको त बहिनी हाम्रो त गनाएर क्या त बानी भइसक्यो नाकै सेट भइसकेको हामी त के जस्तो पनि लाग्दैन तिमी त नयाँ भएर पछि बानी हुन्छ पक्का यसको मुथै गनाएको त बहिनी हाम्रो त गनाएर क्या त बानी भइसक्यो नाकै सेट भइसकेको हामी त के जस्तो पनि लाग्दैन तिमी त नयाँ भएर पछि बानी हुन्छ भयो मम्मी चाहिँ नभएको कुरा नगर्नु त तपाईँ यति चाहिँ भन्नु त ऊ चाहिँ कस्तो लाग्यो त्यो चाहिँ भन्नु त लु राम्री त राम्री के छोरा हिजोको बहिनी भन्दा चाहिँ अलिक नराम्री कि तर बेहोरा बानी त उसकै राम्रो होला नि त हिजोको बहिनी हिजोको त्यो बहिनी हो बहिनी पो त्यो ठेट नबोल्ने बहिनी हौ के को बहिनी हिजो त तैँले गर्लफ्रेन्ड पो भन्दै थिइस् त अन्त के को बहिनी हिजो त तैँले गर्लफ्रेन्ड पो भन्दै थिइस् त अन्त साला ओछ्यान मुतुवा मसँग बोल्नु पर्दैन जहाँसुकै गनाउँदै मसँग बोल्नु पर्दैन जहाँसुकै गनाउँदै